अहिले शिक्षक आन्दोलन चलेको छ, किन चलाउनु भएको हो शिक्षक साथीहरूले मलाई थाहा छैन। म प्रधानमन्त्री छु, म भनिराखेको छु, जायज मागहरू लिएर कोही आउँदाखेरि आन्दोलन गरिरहनु पर्दैन, हामी त्यसको समाधान दिन्छौँ, हामी त्यसलाई सम्बोधन गर्न तयार छौँ। दुःख पाउनु पर्दैन, सडकमा गएर सुत्नै पर्दैन, आउनुहोस् कुराकानी गरेर त्यसलाई समाधान गरौँ भनिराखेको छु। उहाँहरूले किन दुःख पाउनु भएको? अब फेरि पनि देर सबेर उहाँहरू कुराकानीमा आउनु होला। कुराकानीमा आउने बित्तिकै हामी उहाँहरूका मागहरूलाई यथोचित ढङ्गले सम्बोधन गर्छौँ नै। त्यसो भएर अब केही तत्त्वहरू छन्, सङ्क्रमण कालमा हामी छौँ र केही मान्छेहरूमा अझै पनि आगजनी प्रवृत्ति कस्तो छ? आगजनी, हिंसा, हत्या, तोडफोड यी प्रवृत्ति पनि छँदैछन्। कानुन मान्दिन, संविधान मान्दिन भनेको पनि हामी सुनिराखेका छौँ।